आज जुलाई 1 मन्थको फर्स्ट डे हिजो हामीले जस्तो क्यान्डल एक्सपेक्ट गरेको थियौँ आज बनोस् भन्ने त्यस्तै क्यान्डल बनेको छ। यसलाई भनिन्छ बुलिश एनगल्फिङ प्याटर्न। यो बुलिश एनगल्फिङ क्यान्डलले हिजोको जुन घटाइ थियो त्यसको रेन्जको क्यान्डललाई कम्प्लिटली बुलिश ब्रेक गरेर माथि क्लोज गर्न आज सफल भएको छ। यसको अर्थ के हो भन्दाखेरि यो जुन पुरानो डिमान्ड जोन थियो त्यो डिमान्ड जोनबाट डेफिनेटली केही न केही रियाक्सन चाहिँ आएको छ। भोल्युमलाई हेर्नुहुन्छ भने पनि हिजोको क्यान्डल घट्दोको क्यान्डलमा जति भोल्युम आएको थियो त्योभन्दा आजको बढेको क्यान्डलमा त्योभन्दा बढी नै भोल्युम आएको छ। यति भोल्युमले हामीलाई चित्त बुझ्छ त भोल्युम अझै बढी आइदिएको भए हुन्थ्यो, अझै यो क्यान्डलको रिलायबिलिटी अझै बढ्थ्यो होला। यो भन्दै गर्दाखेरि हामीले के बुझ्नुपर्छ भन्दाखेरि मार्केटले एउटा पुल ब्याकको तयारी चाहिँ गरिरहेको आजको सिङ्गल क्यान्डलले देखाउँछ। यो क्यान्डल बनेको कहाँ छ भन्दाखेरि एउटा प्राइम डिमान्ड जोनमा बनेको छ। त्यो मात्रै होइन, यदि हामीले आवरली टाइम फ्रेममा हेर्छौँ भने हामीले एउटा के पनि देख्न सक्छौँ भन्दाखेरि यो एकदमै इम्पोर्टेन्ट जोनमा नै एउटा क्लियर बुलिश डाइभर्जेन्स पनि बनेको देखिन्छ। यसले पनि के बताउँछ भनेपछि मोमेन्टम चाहिँ यहाँबाट तलको मोमेन्टम विक भएर अब बाइङ मोमेन्टम बढिरहेको भन्ने कुरा चाहिँ डेफिनेटली जनाउँछ। अब मार्केट माथि नै जाने हो त। आजको सिङ्गल एउटै क्यान्डलले चाहिँ त्यो कुरा अझै पनि डिसाइड भएको छैन। अब यो क्यान्डलको फलोअप क्यान्डल अर्थात् भोलिको क्यान्डलले चाहिँ यो जुन हामीले देखिरहेका पिभोट विकली पिभोट छ 2667 को, यो 2667 कस्तो रियाक्ट गर्छ भोलि, त्यसले चाहिँ एक्चुअली मार्केटको मुभ डिसाइड गर्न हेल्प गर्छ। भोलि फर्स्ट आवरमा मार्केट माथि गएर यो पिभोटलाई टेस्ट गरेर या त यसलाई अलिकति ब्रेक गरेर मार्केट तलतिर जान थाल्छ भनेपछि हामीले के बुझ्नुपर्छ भन्दाखेरि मार्केटले यहाँ एउटा ट्र्याप क्रिएट गरेको थियो र मान्छेहरूलाई किनाएर चाहिँ अब फेरि तल जान सक्ने भन्ने चाहिँ हामीले के बुझ्नुपर्छ भन्दाखेरि मार्केटले हामीलाई एउटा ट्र्यापमा पार्यो, एउटा बुल ट्र्यापमा पार्यो र यहाँ सबैजनालाई किनाएर मार्केट फर्दर डाउन जान सक्ने प्रोभाबिलिटी पनि अझै छ। यो भन्दै गर्दाखेरि अब मार्केट तलै जान लाग्यो भनेर आजको क्यान्डलले त अवश्य पनि भन्दैन, तर सिङ्गल क्यान्डलमा हामीले एज अ सर्ट टर्म ट्रेडर ट्रेड गर्नु हुँदैन, किनभने हामीलाई हाम्रो सेयर खातामा आउनलाई मिनिमम पनि 3 दिन लाग्छ। सो एउटा सस्टेन मुभ आउनको लागि चाहिँ हामीले फर्दर कन्फर्मेसन चाहिँ हाम्रो लागि जरुरी हुन्छ। यो भनेको के हो भन्दाखेरि भोलिको फलोअप क्यान्डल यदि यो बुलिश क्यान्डललाई सपोर्ट गर्ने खालको क्यान्डल बन्छ र यसले चाहिँ यो पिभोटभन्दा माथि नै क्लोज र अर्को यस्तै राम्रो बुलिश क्यान्डल बनाउँछ, या त यो बुलिश क्यान्डललाई रेस्पेक्ट गरेर यसैकै माथि कतैतिर बसिरहन्छ र यहीँ साइडवेज खेल्छ भने पनि हाम्रो लागि द्याट वुड बी अ गुड अपर्च्युनिटी। सो लेट्स सी वाट मार्केट डज टुमोरो। आजको लागि दिन साह्रै राम्रो थियो, मार्केट फर्दर तल गएको जस्तो आजको क्यान्डलले देखाएको छैन। यदि तपाईँलाई पनि म सँगसँगै ट्रेडहरूमा एन्ट्री र एक्जिट लिन मन छ र टाइमिङको फाइदा उठाएर राइट टाइममा एन्ट्री गरेर राइट टाइममा एक्जिट गर्ने चाहना छ भने मेरो फ्री वाट्सएप ग्रुप जोइन गर्न सक्नुहुन्छ। यसको लिङ्क डिस्क्रिप्सनमा राखिदिएको छु। थ्याङ्क यू फर वाचिङ।